नमस्कार सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। म पनि एकदमै ठिकठाक छु, आराम कुशलै छु। आज चाहिँ पानी परिरहेको छ, बिस्तारै भर्खर पानी पर्न सुरु गरिरहेछ हैन। म चाहिँ बाहिर लिएर यता जङ्गलतिर छु हैन। यतातिर चाहिँ यो तल हाम्रो गाउँ देखिन्छ हैन। यो पारी भेगदेखि चाहिँ गुल्मी हो, मुसिकोट नगरपालिका पोहोर साल त्यहाँ एकदम ठुलो बाढी गएको थियो हैन। त्यहाँदेखि पारी मालिका गाउँपालिका पनि पारी पल्लो साइड देखिन्छ हैन। यता छापा हिले कता कता ठाउँ देखिन्छन् यहाँबाट है। अब यस्तै छ साथीहरू, बर्खा यामको समय छ, एकदमै ख्याल गर्नुलाई आफ्नो पनि म पनि एकदमै ख्याल गर्नेछु। मेरो जिन्दगी त यस्तो बाख्रासँग चलिरहेछ हैन। त्यसैले चाहिँ जे होस् अलिअलि गाउँघरतिर बसी बसाउ छ है। मेरो चाहिँ विशेष चाहिँ मेरो मोबाइल चाहिँ खराब भयो, त्यस कारणले गर्दा घरमा भएको एउटा सादा मोबाइलले भिडियो खिचेर हाल्ने गर्छु मैले। मेरो एकदम राम्रो खालको फोन चाहिँ बिग्रियो हैन। डिस्प्ले चाहिँ अटोमेटिक स्लिपिङ मोडमा गएर बनाउँदाखेरि डिस्प्ले बिग्रिएर चाहिँ अहिले बनाएको छैन हैन। त्यो चाहिँ अहिले देखिँदैन। यो बडीघाट खोला, बडीघाट गाउँपालिका, यो पौदी अमराई देखिन्छ यहाँदेखि पारी, अनि पारीदेखि यतातिर यो इस्मा मैदान पनि देखिन्छ पारी हैन। यो पौदी अमराईदेखि सिधा पारी हेर्नुहोस्, त्यो चाहिँ हो इस्मा हैन। अनि यो चाहिँ जुन यो घुम्टी रोड देख्नुभयो सामान्य यो खोलादेखि यता वल्लो साइड, यो बागलुङको चाहिँ हाम्रो यो बडीघाट गाउँपालिकाको यो चार आउने झुले डाँडाको बाटो पर्छ हैन। जङ्गलबाट यति सबै कुराहरू देख्न सकिन्छ है। म चाहिँ बाख्रा पनि जिउँदै मर्न लागेको छन् हैन, खाना पनि खाइ छन्। फेरि अर्को जङ्गलतिर लग्यो भने चाहिँ जुगा लाग्छ, त्यही भएर चाहिँ मैले यो जङ्गलतिर ल्याउँछु। त्यो यस्तो ठुलो जङ्गल त होइन यो, हल्का हल्का खरहरू पलाउँछन्, यी खरहरू खान्छन् बाख्राले हैन। एउटा बोको पनि छ साथमा हैन। यस्तै छ साथीहरू, बर्खा यामको समयमा आफ्नो धेरै ख्याल गर्नु होला, परिवारलाई घरदेखि टाढा जान नदिनु होला, बालबच्चाहरूलाई हैन। अब चाहिँ बाढी पहिरो एकदमै बढी मात्रामा बढ्छ हैन। यता यो हाम्रो भेगमा चाहिँ पानी पर्दैछ, यो उता गुल्मी साइडतिर चाहिँ फेरि हल्का पानी परेर घाम लागिरहेछ है। त्यता चाहिँ यही नै हो साथीहरू। यस्तो विशेष मेरो भिडियोमा खासै केही देख्नुहुन्न होला, भिडियो मन पर्दैन होला। तर यदि भिडियो मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला, अनि नयाँ साथीहरू हेर्दै हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई है त।